नमस्ते सबैजनालाई। यो आमलाले चाहिँ अब हाम्रो शरीरमा के गर्छ, भिटामिन सीमा गनिन्छ हो यो आमला। सायद यो हामी तपाईँ सबैजनालाई नै याद होला सप्लिमेन्ट, किनकि यो आमला एकदमै राम्रो हो। किन हामीलाई चाहिँ अब हाम्रो कलेजोलाई यसले बलियो बनाउँछ। हाम्रो शरीरमा कुनै रोगहरू, कुनै नराम्रो चिजहरू छ भने यसले हटाउँछ। एकदम राम्रो हो, यो भिटामिन पनि हो। अन्त कपाल झर्नु भाँचिनु जोगाउँछ र त्यही भएर यो आमला पनि हामीलाई एकदमै फाइदामन हो, फाइदा गर्छ, राम्रो गर्छ। अनि तपाईहरू पनि लिनुहोला यो, किनकि यदि तपाईहरूलाई बुझ्नु मन लाग्छ भने यो आमलाको काम चाहिँ हामीलाई हाम्रो कलेजमा कुनै रोगहरू, फोहोर मैला छ भने निकाल्छ। भिटामिन हो, यो सबैलाई याद छ यो आमला कति राम्रो हो भन्ने कुरा। त्यसैले गर्दाखेरि जुन यो भेस्टिज कम्पनीमा हरेक प्रोडक्टहरू हुन्छ, सप्लिमेन्टहरू हुन्छ, एकदम राम्रो छ। हामीले यो जस्तै अब यो भेस्टिज कम्पनीको प्रोडक्टहरू, सप्लिमेन्टहरू हामीले लिँदा कुनै डराउनु पर्दैन। डाक्टरले पहिल्यै चेक गरिसकेर यो सबै उयो एलाउन्स गरेको हो। त्यसै कारणले गर्दाखेरि यो केही चेक गर्नु पर्दैन। हामीले जसरी खाना खान्छौँ त्यसरी नै खाना खाने हो। त्यसै कारणले तपाईहरू पनि कोसिस गर्नुहोला, बुझ्ने कोसिस गर्नुहोला। जतिजनाले जोइन गर्नुभएको छ, जतिजनाले गर्नुभएको छैन, गर्नुभएकोलाई धेरै धेरै थ्याङ्क यू सो मच। गर्नुभएको छैन भने गर्नुहोला तपाईहरू पनि, एकदम राम्रो छ यसमा। किनकि इन्कम पनि छ, हाम्रो शरीरको लागि फाइदा पनि छ। हामीले सेन्सी गर्दा हरेक महिना फ्रीमा सामानहरू पनि हामीलाई आइरहेको हुन्छ। र यसमा चाहिँ जुन यो कम्पनीमा जोइन गर्छौँ नि, हामीले जोइन गऱ्यो भने यसमा उमेर हेरिँदैन, रूप हेरिँदैन। जतिजना अब अहिले दुनियाँमा कतिजना बिचरा हात खुट्टा गुमाउनेहरू हुनुहुन्छ, कान नसुन्नेहरू हुनुहुन्छ, आँखा नदेख्नेहरू हुनुहुन्छ। यति चाहनुहुन्छ भने उहाँहरू पनि गर्नु सक्नुहुन्छ, जोइन गर्न सक्नुहुन्छ। तपाईहरू हामी सबैलाई याद छ कि जब त हामीले हाम्रा नाना नानीहरूलाई पढाएर म यस्तो डक्टर बनाउँछु, इन्जिनियर बनाउँछु, पाइलट बनाउँछु, यस्तो सबै सोचेर नानीहरूलाई पढाउने गर्छौँ नि आमा बाउले। तर जसले राम्रो पढाइ गर्छ नि उसले मात्रै जब पाउँछ। इन्टरभ्यूमा पास भयो भने त्यो पनि जब पाउँछ। कति खर्च गरेर आमा बाउले पढाएको हुन्छ। तर यसमा पढाइ चाहिँदैन, उमर हेरिँदैन, रूप हेरिँदैन। किनकि अहिले अरू जब गर्नुलाई, जब खोज्नु गयो भने के भन्छ, यो त सबैलाई याद छ। यसो खुट्टादेखि शिरदेखि खुट्टासम्म हेर्छ, कति वर्ष पुग्यो भन्छ। अनि यति वर्ष पुग्यो भने डकुमेन्ट्सहरू देखायो भने ल भयो भयो भयो, उमेरले डाँडा काटिसकेछ भनेर हामीलाई फर्काइदिन्छ। यसमा त्यस्तो होइन, यो बिजनेस पनि हो। अनि यो कम्पनीमा एउटा कस्तो हुन्छ भने अब हाम्रो नाना नानी भोलि पर्सि सब जसले पनि आफू मरेर गयो भने पनि हाम्रो घरको फ्यामिली परिवार सबैले गर्नु पाउँछ। थ्याङ्क यू सो मच। मलाई खासै त्यति बोल्ने नलेज छैन। कुनै बोल्दै गलत भयो भने मलाई माफी गरिदिनु होला। थ्याङ्क यू सो मच। भिडियो कस्तो लाग्छ कमेन्टमा भन्नुहोला। यदि तपाईहरूलाई पनि इन्ट्रेस्ट छ, जोइन गर्नु सक्नुहुन्छ भने मलाई कल गर्नुहोला, एसएमएस गर्नु सक्नुहुन्छ।